सधैँका लागि नेपालबाट बिदा भए रुद्रकली र खगेन्द्र प्रसाद। आफूले हुर्काएको हात्ती पुर्याउन माउते बुद्धि र पाछु पनि सँगै गए। आँखाभरि आँसु पार्दै रुद्रकली र खगेन्द्र प्रसाद कतार उडेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा हुर्किएका रुद्रकली र खगेन्द्र प्रसाद भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज कतार उडेका हुन्। सोमबार उनीहरूलाई चितवनको सौराहाबाट भैरहवा ल्याइएको थियो। सौराहाबाट विदाई गर्दा माहौल निकै भावुक बनेको थियो। 7 वर्षकी रुद्रकली र 5 वर्षको खगेन्द्र प्रसादलाई माला खादा लगाएर विदाई गरिएको हो। आज उनीहरूलाई कतारले चार्टर विमान मार्फत लगेको छ। रुद्रकलीका माउती बुद्धिलाल श्रेष्ठ र खगेन्द्र प्रसादका माउती पासु खा थारू पनि उनीहरूसँगै कतार गएका छन्। रुद्रकली र खगेन्द्र प्रसाद निकै शान्त स्वभावका छन्। उनीहरूले बोल्न मात्र सक्दैनन्, अन्य हाउभाउ भने सबै गर्छन्। यी दुवै हात्तीले आफूलाई हेर्न आएका पर्यटकलाई नमस्कार गर्नेदेखि माला लगाइदिनेसम्म गर्छन्, जसले गर्दा सामाजिक सञ्जालमा रुद्रकली र खगेन्द्र प्रसाद भाइरल भएका थिए। सबैको मनमा बसेका नेपालका प्रिय हात्ती कतार उड्दा नेपालीहरूको मन खल्लो भएको छ। साथै रुद्रकली र खगेन्द्र पनि हामी कता जाँदैछौँ भन्ने अलमलमा परेका थिए। उनीहरूको अनुहार मलिन देखिन्थ्यो। 2081 वैशाखमा कतारका अमीर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो। त्यसपछि हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिम पाएका रुद्रकली र खगेन्द्र प्रसाद नामका हात्ती कतारलाई दिन छनौट गरिएको थियो, जस अनुसार आज उनीहरूलाई कतार लगिएको हो। नेपालमा पर्यटकहरू भित्राउन भूमिका खेलेका रुद्रकली र खगेन्द्र प्रसादले कतारमा पनि नेपाललाई चिनाउनेमा कुनै दुई मत छैन। उनीहरूलाई हेर्न हजारौं पर्यटक आउनेछन्। नेपालका हात्ती पनि यति राम्रा स्वभावका हुन्छन् भन्ने कुरा पर्यटकहरूको मनमा पक्कै लाग्नेछ। कतारलाई हात्ती उपहार दिने सरकारको निर्णय तपाईहरूलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।